नमस्ते सबैजनालाई। आज म रामायणको च्याप्टर्सहरू इन अ सर्ट वेमा एक्सप्लेन गर्न जान्दैछु। रामायण वाल्मिकीजीले 7 सेक्सनमा लेख्नुभएको हो। द्याट मिन्स 7 च्याप्टर्स छ रामायणमा। च्याप्टर 1 हो बालकाण्ड। यसमा रामजीको बचपनको बारेमा बताएको छ। सेकेन्ड हो अयोध्याकाण्ड। यसमा रामजी वनवास जाने डिसाइड गर्नुभएको छ। च्याप्टर 3 हो अरण्यकाण्ड। यसमा रामजीको वनवासको लाइफको बारेमा बताएको छ अनि सीता मातालाई रावणले किडन्याप गर्नुभएको यसको बारेमा पनि बताएको छ। अब आउँछ च्याप्टर 4। च्याप्टर 4 मेरो पर्सनली एकदमै बेस्ट काण्ड हो रामायणमा। किष्किन्धाकाण्ड भनिन्छ यसलाई। यसमा रामजी अनि हाम्रो हनुमानजीको मिलन हुन्छ अनि एट द सेम टाइम यसमा सीता मातालाई खोज्ने प्रयास गर्नुभएको बारेमा पनि लेखेको छ। च्याप्टर 5 हो हामी सबैले सुनिराख्ने भेरी पपुलर काण्ड सुन्दरकाण्ड हो। यसमा हनुमानजी लङ्का पुग्नुभएको, सीता मातासँग भेट गर्नुभएको, लाङदहन गर्नुभएको यो सबको बारेमा रहेको छ अनि एट द सेम टाइम हनुमानजीको लोयलिटी, उसको डिभोसन, उसको स्ट्रेन्थको बारेमा पनि लेखेको छ। च्याप्टर 6 हो युद्धकाण्ड। यसमा भगवान रामजी अनि रावणको युद्ध हुन्छ। द्याट मिन्स फाइट हुन्छ। अब आउँछ च्याप्टर 7 द लास्ट च्याप्टर अफ रामायण उत्तरकाण्ड। यसमा भगवान रामजी हाम्रो सीता मातासँग अयोध्या वापस जानुभएको बारेमा छ। थ्याङ्क यू सो मच। जय श्री राम, जय हनुमान। लभ यु अल। बाई।